भने त मैले तान भने त खै देखाइदिनु ल हेलो गाइस नमस्कार। आज पनि मेरो एउटा सानो मिनी ब्लग आउँदैछ। ढिलै भए पनि चाँडै भए पनि 2082 सालको धेरै धेरै शुभकामना सबैलाई। आज हामी कहाँ जाँदै बुढी भन्दैछौ? हामी सानो फ्यामिली पिकनिक। कहाँ जाँदै ठाउँको नाम भनेको सानगढी हो। सानो मान्छे सानगढी जाँदैछ है। यो ठुलो मान्छे सबभन्दा यो चाहिँ ठुलो गढी जान्छ। यसले पुरै माछा मार्ने भनेर पुरै रड सर्ट लिएको छ। यही थोते हिरो भन्ने यही हो। अस्तिको ब्लग पनि एकचोटि आएको थियो। एकदम ह्यान्सी छ। ल परिसक्यो तर रिजर्भ छ यो अलरेडी रिजर्भ छ। अर्को यता छ सबभन्दा अल्छीमा सबभन्दा अल्छी म्यान यो हो मान्यता म्यान अल्छी। यो पनि रिजर्भ भइसक्यो जस्तो लाग्छ मलाई। तँ रिजर्भ होइन त? रिजर्भ मान्छे होइन त नि? तँ रिजर्भ होइन त? हिँड्नु नि छ नि यो त है। अहिले देखाउँछ अहिले राम्रोसँग अहिले देखेको छैन। अहिले हिँड्नु ल। ढिलो भए पनि चाँडो भए पनि सबैलाई 2082 सालको धेरै धेरै शुभकामना छ। यो 2082 सालले हजुरहरूको जिन्दगीमा राम्रो होस्, सबैको सोचेको आँटेको काम पुरा होस् यति भन्दै आज हामी सानो ड्राइभ पिकनिक जाँदैछौँ। यसो न्यु इयर मनाउँला बाबुहरूलाई लिएर उहाँ गएर यसो अब माछा साछा मार्ने यसो रमाइलो गर्ने हल्का फुल्का। अब कतिको रमाइलो हुन्छ हेरौँ। बिस्तारै गरिन्छ हल्का फुल्का। सँगै यो लुसी पनि जान्छ। हाम्रो लुसी रिसाइसक्यो। लुसी जान्छ ल लुसी ल ल एकचोटि बस पछि गर उयो नमस्ते गर्छ है। ल नमस्ते बाबालाई नमस्ते। पछि गर नमस्ते ल नमस्ते गर गुड बाई लुसी हान्थ्यो। बस ल चस बस पहिला बस ल बस यता चस बाबालाई चस के चस यता लुसी चस बस चस भनेको नमस्ते मात्रै गर्नु थाल्यो। अर्को चस आएको चस चाट्न थाल्यो हेर नक्कल। ल अहिले राखेँ। बाटोमा अब के हुन्छ बिस्तारै देखाउँदै हामी लाग्छौँ। ल जाउँ लेट्स गो। ल हामी सबै जाने मान्छेहरू त्यहाँ आएर जोइन हुँदैछ सबै। ल अब घरबाट निस्किँदैछौँ। अब यहाँबाट सिधा पसल गएर बाबुहरूलाई लिएर सानगढीतिर लाग्छौँ। अब आजको सानो ड्राइभ पिकनिक नयाँ वर्षको यसो रमाइलो गरेर मनाइदिउँ भनेको निस्किँदैछ हाम्रो मान्यता क्विन। यही हो मान्यता क्विन भनेको। यो रिजर्भ भइसक्यो जस्तो लाग्छ मलाई। कसैले नसोचे हुन्छ यो ब्लगमा हेरेर सोच्दै नसोचे हुन्छ यसलाई पनि। छैन चान्स छैन यो पनि होइन मान्दा चान्स छैन होइन त के हो यस्तो लजौटी हो कि लजौटी कि हिँड्ने छ नि फेरि क्युटी छ नि। तर के हो अलिकति चाहिँ भनिदिउँ फेरि त्यो फ्ल्यास रिभिल गरिदिउँ क्या एउटा कुरा है। त्यसो नगरौँ छोडिदियो अलिक ल अहिलेलाई। ल अहिले टाटा बाई बाई। छिटो आउनु यो फेरि साउनी आउनै टाइम लाग्छ। यो फेरि सबभन्दा चाँडो आउने सबभन्दा चाँडो लास्टबाट। ल लुसी सबभन्दा फर्स्ट यो जतिखेर नै हतार यसलाई जानलाई। ल बस सुटौँ त्यो झोला निकाल। जल्दी निकाल। हाम्रो लुसी पनि आउँथ्यो। बस लुसी बस ओके। ल अब हामी सानोगढीतिर लाग्दै बाटोमा अहिले सर पारेर मेरो लुसी यहाँ सर छ हिँडी भएर बस्छ। तर हामी यहाँ चाहिँ जाँदैछौँ बाटोमा छ सर पारेर मान्दैन पनि हिँड्ने आज हामी एकछिन बसी भेटौँला। शिवघाट आइपुग्यो। अब शिवघाटबाट भित्र जाँदैछौँ। नारायणीको मनोरञ्जन दृश्य हेर्नु तपाईँहरूको। हेर पुरै अब फेरि सुरु हुन्छ पानीबाट। सानोगढी अब बढी म्याजिक अटो चल्दो रहेछ। पहिला म्याजिक चल्थ्यो अरे बन्द गरिदिएर धेरैजना हुन्छ नि त अनि भर्नै टाइम लाग्ने। अनि त्यसमा 4 जना हाल्यो गयो दौडिहाल्यो। के थाहा त फाइदा भएर चल्यो होला। ल आज न्यु इयर भएर यतातिर प्याक जस्तो छ पुरा। त्यो यस्तो टरा बनाएको छ पहिला थिएन त यो। कहिले बनाएको छ यो नारायण तीर पुरै ड्याम लगाउँदातिर कुन चाहिँ यो चाहिँ
चाहिँ क्या हो कन्टेनर क्याफे आइपुग्यो शिवघाट आइपुग्यो मजाले ल यही हो शिवघाट सानो गढीको पिकनिक स्पोट ल सानो गढीको छिम्नी गेट भनेको यही हो पिकनिक स्पोट जाने बबाल प्याक छ साधु धेरै प्याक छ साधु प्याक छ प्याक लास्टै ब्याग छ छैन जस्तो पनि एक्का राख्छ यहाँ शङ्का लाएर आयो मलाई है प्याक छ जस्तो नि हेर्दै मेरो छोरो पनि प्याक छ भनेको यो पनि रिजर्भवाला है काम छैन यसमा पनि लप परेर को गोरी गोरी केटीसँग लप परे जस्तो हो कि के हो केही थाहा छैन मलाई मैले भेट्यो भने त सबै रिजर्भ भएको मात्रै पर्दो रहेछ प्याक छ पिकनिक स्पोटमा आइपुग्यो हामी ल तल खोलिदिन्छु भाइ ल पुरै आन्टीले छोराहरूलाई बियर हालिदिँदैछ है बियर हालिदिँदैछ मान्यताले बियर खाँदै छ मान्दै के खाए त कस्तो कस्तो टेस्ट भयो फेरि भन् त मिसन कस्तो बियरको टेस्ट यिनीहरू अब खाएर झ्याप भयो भने मलाई चाहिँ गल्ती भन्न पाइन्न है यिनीहरू पुरै खाएर झ्याप हुनेवाला छ बच्चाहरू बिग्रिसकेको छ अहिले यस्तो बियर खाँदैछ ऊ पुरै मान्छ पुरै खानु घाँटी बियर हाल्दै मान्छ लगाएर ल मान्छे पुरै ठाडो घाँटी हाल्दैछ ऊ बियर खाँदैछ रिसनले नि खान्छ होला रिसनले नि खान्छ आम्मा खत्तम भयो बच्चाहरू यार त्यो सानो बच्चाहरू नि बियर खानु थाल्यो यार खत्तम भयो नि त यार त्यो ब्लगमा देखाउनु पर्छ है ल हेर कस्तो खाएको अझै अहिले लाज लाग्दैन अरे हे तान्दै तान्दै बियर खाँदै ल तान्दै एक पो हान्दै ल आम्मा थोत्रो बियर हान्दै ल तीनजना दाजु दिदी बहिनी भएर पुरै बियर हान्छ बच्चाहरूलाई के अरे स्प्राइटको बोतलमा यो बियरको बोतलमा स्प्राइट हालिदिएछ प्र्याङ्क हान्नलाई उनीहरू खाएको छ हाम्रो टोलीहरू आउँदैछ पुरै आइसक्यो ठट्ठाडै नयाँ वर्ष लागेछ सबजना आउँदैछ ह्याप्पी न्यु इयर पुरै दोन फ्यामिली आउँछ ल आयो पुरै आयो 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 ल यिनीहरूलाई खुवाइदिएको आएर न्यु इयरमा खुवाइदिएको आएर
न्यु मनाइदिएको उनीहरूले खाने रे खाने रे के अन्त न्यु खाओस् न्यु खाइन्छ हुन्छ कहिले कहिले त खाओस् न न्यु इयरमा खाओस् न कहिले कहिले त त्यो ओछ्याउने हो के त्यो के खाएको भन्दैन ल बियर खाएर आऊ हेर्नु भन्दै त के हो त्यो के को लागि भन्दैन के को लागि नयाँ सालको प्र्याङ्क भन्दैन प्र्याङ्क होइन स्प्राइट हालेर खाएको हो के मैले त पत्या थिएन बिजय अरूले बिजय जहिले खाना दिन्छु मैले त पानी हालेँ मम्मी आइपुगेको रहेछ अझै मम्मी आएन मान्ताको मम्मी आउनु बाँकी छ छैन ल ओछ्यान लाउँदै मजाले अब हाम्रो त्यो सानो म्याट पनि ल्याउनु पर्ने रहेछ है ल ल ओछ्याम ओछ्याम भयो धेरै उडाउनु पर्दैन ल हाम्रो साउनी बजाएर आउनु भयो ल आमा हिरोहरू सबै सब बच्चाले न्यु इयर मनाइदिएर आज पुरै न्यु इयर मनाइदिएर ल राम्रै हो न्यु इयरको बेलामा ल कस्तो छ भन्दै त बियर खाएको खिचिरहेको ल ग्रुपहरू आइसक्यो सबै ल सब ल आधा न्यु इयरमा ल हाम्रो फ्यामिलीहरूको सानो ड्राई पिकनिक यस्तो छ कस्तो भइरहेको आज न्यु इयर ल सबैले भनिदिनु त ल हाम्रो दाइ चाहिँ पुरै हो के अरे कुर्तीमा आइदिनु रहेछ पुरै ह्यान्डसम भएर हाम्रो निमा दिदी नि सौराबाट आउनु भएछ हाम्रो दिदी नि आज हिरोनी भएर आइरहेछ अनि हाम्रो उमङ्गा दिदीको ल कस्तो भइरहेको आज ल भनिदिनु न त अहिलेसम्म त राम्रै छ के अरे अलि गडबड भइरहेछ अलिकति इन्जिन त सबै ठिकठाक होला नि सबै ठिकठाक छ कसैले सराबेको छ अरे भन्ने कुरा अनि को होला त्यो भनेको टेन्सन लिनु हुँदैन दिदी माछा मारेर आयो फेरि देखाइदिए माछा है ट्युसन माछा देखेन यहाँ आइज नि आइज यहाँ आइज ल माछा देखाइदिए भान्जा माछा माछा नारायणीको है आम्मा यार सौरीको बच्चा जस्तो है यो त्यहाँ लुसी ल हाम्रो दाइ र हाम्रो भाइ
Can't get enough of your song of the moment? Download and indulge in the tracks in favorite song. मम्मीले गर्मी लगाएर आयो मलाई त कस्तो गोलो हेरे खोइ देखाइदेऊ देखाइदे ला कोन्डा देखाइदे जाऊ 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 ल डान्स चल्छ आमा लजौटी यार ल माछा मार भनेर पुरा हामी हिँडिरहेछौँ भनेर भन्नु पर्ला है हिँडिरहेछौँ होइन हिँडिरहेछ सुनिल दवन पुरै मछडीवाला आउँदैछ आइज युसन आइज सुनिल पुरा बन्दोबस्तका साथ हिँडिरहेछ म यहाँ कुर्चीको साथमा हिँडिरहेको छु हो क्या लास्टमा त कति किलोको माछा पार्ने त सुनिलहरू आज त 5 किलो जति 5 किलोको युसन
ल माछा मार्ला भनेर एउटा नयाँ स्पोट हेरेर आएको छु स्पोट बवाल छ जस्तो लाग्यो यसो हेर्दाखेरि केही हुन्छ कि आज काहीँ नभएको चमत्कार आज हुन्छ कि जस्तो लाग्यो चमत्कार चमत्कार बलात्कार नहोस् चमत्कार चाहिँ होस् त्यति हो भन्ने आशा हेर्दै जाउँ के हुन्छ अब आई विल ट्राई माई बेस्ट पर्न नि सक्छ नपर्न नि सक्छ खाली जान नि सक्छ भरि जान नि सक्छ जे पनि हुनसक्छ है ओके ट्राई गर्छ आज न्यु इयरको दिन माछारी ट्राई गरिन्छ हामी कस्तो दामी ठाउँ मलाई माछारी त कम दामी पर्छ यहाँ पर्दा उता भोटी त्यहाँनिर त्यो पर्छ बाम त्यो जालीको साइडमा यहाँ पऱ्यो भने बाम पर्छ बाम ए माथिबाट हुन्न गएर ढुङ्गा लाग्यो तपाईँ बाम पर्छ पऱ्यो भने त्यो जालीको साइड त्यो जालीको साइडमा बाम पर्छ त्यही भएर त भने त्यहाँ अघिदेखि हेरिरहेको मैले के बान्ने आफै अब मैले के बान्ने आफै बान्ने मान्नु जानु पऱ्यो यहाँ हान्न आउँछ नि लङ्गरमा भिडियो हालिदिन्छु भिडियो त्यहाँबाट भइराख्ने तपाईँको भन्दा खतरा गोप्रोको भन्दा खतरा भिडियो निकालिदिन्छु 50 किलोको माछा कम लियो आयो गुड वान यार राम्रो आयो आमा आयो ब्याग त आयो उफ्रिया फेरि परेकै छैन छोडमा त्यहाँ छोड उन्ने हो नि यति गन्छ नि त यताबाट ఎంతంగా आएर 1-2 घन्टा ट्राई गऱ्यो माछा तर परेन है के अनि भाग्यमानीको भुते कमाउरो यहाँ ट्राई गऱ्यो हामीले सकेन अब फर्किदियो मेरो कुचीसहित मेरो बल्छीसहित ल हामी जाँदैछौँ अब आजको भिडियो लगभग सकिने बेला भयो सकिया जस्तो नि हो हाल्दियो छोड्दै के
कसै चिठा नि परोस् न कहिलेकाहीँ कति मजाको फुल फुलेर बसेन अलिकति तिर्नु हुँदैन ल सयपत्रीको फुल सयपत्री सय ठुङ्गा भन्ने गीत गर्नु पर्ला लास्ट सय ठुङ्गा फुलका हामी एउटै माला नेपाली यसले गरेर माछा नपरेको आज यसले पुरै बल्छी नागेर अलच्छी नै लगायो यसले आज यो अलच्छी नै गल महा अलच्छी नै गल हो यो रातभरि खान्छ दिनभरि सुत्छ यो रातभरि खाने दिनभरि सुत्ने यो काम नलाग्ने मान्यता रातभरि खाने दिनभरि सुत्ने गैँडाको गुनी मुखमा दल्यो भने भवाल मुख चम्किन्छ हामी किन दलिएन हामी त केटा मान्छे दल्ने तैँले हो मान्ताले चलेर ल हेर यस्तो चम्किन्छ कि गैँडा गुलगा आमा यस्तो ग्लो आउँछ कि मान्यता त विद्या चम्केर पुरै बाबा हुन्छ फेयर एन्ड लभलीले फेल खाइदिन्छ बुझिस् नि हामीलाई किन अलरेडी हामी कालो छौँ तँ पो गोरो हति अझै गोरो बन्नु पर्ने गैँडाको लागि राखेको थिएँ कि यो तारहरू कि यो करेन्ट उयो गर्न लाग्यो क्या यो करेन्टलाई उयो गर्न लाग्यो करेन्ट हाल्नलाई राखेको हुन्छ त्यही गैँडाको लागि राखेको यो बाढीले पानीले चुडाइदियो क्या यहाँ काम सके छैन यहाँ पुरै जाँड हान्दैछ अझै नि मेन त यहाँ हो एउटा मेन अर्को मेन यो अर्को मेन यतै अर्को मेन 50 किलो यता बाल्नु न नारायणीको माछा कति पर्यो 5 किलो भयो त अब न्यू स्पेशल गर्नु पर्यो शान्तिले पनि लागेछ ल फाइनल डान्स हो अब ल शान्ति नाच्छ यसमा दियो केटाले डान्स साउनी मजा लुसी समातेर बसिरहेको पकाएर खाइदिनु ल फाइनली युसनको माछा यत्रो भइसक्यो युसनले मारेको माछा भर्खरै मेरो आमाबाट एउटा पारिदिरहेको अनि धेरै त्यहाँ जिस्काउने माछा के टोक्ने कतिखेर पारेछ त मान्नु भएको माछै मेरो छोराले मारेको माछा आउनु न ल माछा मारे फिसरम्यान आउँदैछौ माछा ल्यायो माछा ल्याएर मलाई पो 2 हात निकाल्नु भनेर ओ माछा 50 किलोको माछा 50 फिसरम्यानले माछा मारेर ल भर्खरै मारेन एउटा फेरि गऱ्यो यस्तोमा माछा मारिरहेको थियो यार फेरि तान्यो देख्नु नि पर्ने गोप्रो टिभी भने त मैले तान भने त खै देखाइदिनु ल ल आला थापुङ्गी हो तपाईँलाई मछडी म्यानले मच्छा मारेछ ल आजको इन्ड पनि भयो यहाँ बच्चाहरू पुरा घरबेटी कार्यक्रम गरेर आयो नि त पुरै घरको छु बाबु के गरेको आइसक्रिम खाँदै हो खाइदेऊ सभ्यताले के गर्दै हो आइसक्रिम बनाउँदै हो खाऊ आम्मा गर है
ल मेरो मान्तले हाम्मा गरिदेऊ ल गरिदेऊ न गरिदेऊ तान्यो फेरि माछा लागि टाटा बाई बाई गर्नु पर्यो मेरो लुसीको साथमा मेरो लुसी यहाँ छ लुसी केही छ भन्नलाई तिमीले भन्देऊ त केही भन्न भन्देऊ न भन्देऊ नलजाऊ न तिमी पनि यता हेर न बाबालाई सबजना नाचेको छ ट्युसन त्यहाँ माछा मारेको मारे छ आऊ यता आऊ कति आऊ 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 मेरो कान्छु आऊ मेरो बाबा आऊ डर लाग्यो उसलाई लाऊ यता ल बाबा आऊ यता ल यता माथि ल माथि ल बस पछि गर ल ल सुत्यो बाबासँग हेर थाक्यो बिचरा ल आजको ब्लग लगभग सिद्धिने चरणमा छ नयाँ वर्षको रमाइलो पनि राम्रै भयो आयो सबैजना नाच्यो खायो ऊ बच्चाहरू रमाइलो गरिरह उता आमाहरू नाचिरह पुरै ड्याङ पारेर उसै केही भन्नु बाँकी तिमीले भन्देऊ न केही भन्देऊ न तिमीले यता हेर न त यता भन्देऊ न बाबा भन्देऊ न भन्देऊ केही बाँकी छ भन्नलाई भन्देऊ छैन रे थाक्यो बिचरा दौडेको त नि कम दौडेको त यो अनि नक्कली आमा त नि गरिमा बिचरा बस किरा कमिला लाम्का नाचेर अझै सक्यो छैन आमा जम भनेको कस्तो नसुने यिनीहरूले पाउनु भयो के खोज्दै हो अँधेरमै खोज्दै छ त अझै यता त उजेलै रहेछ अझै